साथीहरू यहाँहरू सबै सन्चै हुनुहुन्छ होला भन्ने हामी आशा गर्दछौँ र आज चाहिँ हामी बुढाबुढी चट्ट लाएर हिँड्दैछौँ। कतिको टार्गेट छ अरे बुढा? 6 किलोमिटर टोटलमा 10 देखि 12 टोटलमा 10 देखि 12 यतिको बस्नुभन्दा खाँदा 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 यसो घटाउ भनेर हिँड्न थालेको। अब के गर्छौँ बाटोमा हामीलाई पनि केही थाहा छैन। वी विल अपडेट होइन। अनि त्यसपछि फन भयो भने चाहिँ मजा आउँछ। देख्नुहुनेछ, तपाईँहरूले देख्नुहुनेछ यसरी विथ वाटर। अनि त्यसपछि त्यहाँ चाहिँ प्रोटिन बार पनि छ। खाजा नै त्यही हो आजलाई। त्यस पछाडि चाहिँ मेरो ह्यान्डसम बुढो अगाडि अगाडि हिँड्दैछ, म पछि लाग्दैछु। खै यो बाटोमा कसैले काटेर ढाले जस्तो छ। कसरी जाने त? बाटो नै अवरुद्ध छ। त्यो जम्प गर्नुपर्छ कि? ल हामी थालाई त 3 2 1 गो एक्सन। हामी जाँदैछौँ छेउछेउको बाटो। ओ ठुलो हावा आएको थियो, हावाले होला। यति एक्टिङ मात्रै हो। 6 किलोमिटर त हिँड्ने हो नि त, दौडिने होइन नि त होइन। हो हामी चाहिँ फर्मर नजिक आउनु थालेको छौँ। अब यहाँबाट एउटा इन्टरसेक्सन क्रस गर्छौँ। हामी 1/4 आइसक्यौँ। हो फर्मरको इन्टरसेक्सनमा छौँ। वेटिङ फर दी व्हाइट लाइन। हामी कहाँ आइपुग्यौँ? हामी चाहिँ एकदमै ठुलो हाइवेमा आइपुग्छौँ होइन। छेउमा चाहिँ टुडी खेल्छ, मतलब गल्फ खेल्ने ठाउँ। यो चाहिँ ट्रेल होइन, हिँड्ने बाइकिङ गर्ने ठाउँ। अनि उता चाहिँ गाडी चलिरहेछ। हामी चाहिँ यतापट्टि स्वच्छ हावा खाँदै हेर त। ताल पनि छ, ताल पनि देखाइदियो सबैलाई। सो तालको वरिपरि भएको सबै चाहिँ क्याटटेल हो होइन। यो चाहिँ नेटिभ चाहिँ एक्वाटिक प्लान्ट्स हो यिनीहरू। क्याटटेल बिरालोको पुछार। यहाँ यो यतापट्टि पनि छ त्यो साइडमा। हो यहाँ, किनभने यहाँ यो वेट ल्यान्ड छ नि त छैन क्यानल। सो त्यस्तो ठाउँमा छ। गुड इन्फो। यहाँ घाँसहरू अब फुलेर बिउ लाग्ने बेला भइसक्यो। यो चाहिँ के हो? यो लट्टे चाहिँ यहाँ लट्टे हो। यो पातमा फरक छ। यो अलि अर्कै प्रकारको यो के रहेछ होइन। यसले पनि अब आफ्नो प्रजनन गरेर सन्तान उत्पादन गर्दै डाँडा काँडा ढाकुन् भन्ने हिसाबले लागिरहेछ यो बिरुवा। यता फुल्दैछन्। यो चाहिँ कर्ली डक रे। कर्ली डक। हामी सुरुङभित्र। हजुर पहिलो नआएको हामी कहाँ जाँदैछौँ अरे? बेबे अब बाटो क्रस गर्नु चाहिँ यसरी तल सुरुङ छ। उनीहरू चाहिँ गल्फ खेल्नको लागि चिज बोकेर हिँडे। यस्तो सुरुङ छ। त्यो सुरुङमा कहिलेकाहीँ चाहिँ यहाँ मादक पदार्थ सेवन गर्नेहरू पनि बसी गर्नु सक्छन्। अलिकति ध्यान दिएर हिँड्नुपर्ने हुनसक्छ होइन। तर यो माथि हाइवे भएको हुनाले सेफ प्यासेजको लागि यस्तो बनाइएको छ। थ्याङ्क यू बेबे। वेलकम। हामी जाँदैछौँ राते खोला तर्नलाई। यो एउटा हिँडेर जाने र साइकलवालाले क्रस गर्ने पुल छ। यहाँ देख्न सक्नुहुन्छ मान्छेहरू हिँडिरहेछन्, उताबाट आउँदैछन्। त्यसमध्ये हामी पनि पर्छौँ। Yes. Tree of life. यसरी हिँड्नुपर्छ अनि ज्यान घट्न सक्छ है सम्भावना पोजिटिभ। Yes. किजहरू यसरी पौडी खेलिरहेछन्। यहाँनिर पनि किजर छ है।
तर दौडियौँ हामी अब आइपुग्यौँ बाटोमा हामी रातै भयो अलिकति घाम पनि थियो अब जुबिलीमा हामी आइपुग्यौँ त्यहाँनिर आइसक्रिम पर्नु छ जुबिलीबाट हो It's a beautiful world. This is our crazy walk. हामी चाहिँ दुईवटा बाटोको बिचमा हिँडेर छ तर एकदम सुरक्षित छ होइन हिँड्ने चाहिँ मिल्दो रहेछ हामी लामो बाटो भन्दा पनि छोटो छोटो बाटो पत्ता लगाउने कोसिस हुँदैछ यसबाट चाहिँ के थाहा भयो भने अँ पेडेस्ट्रियनको लागि हुने म्याप चाहिँ चाहियो क्या विनिपेगमा कुन चाहिँ बाटो हिँड्ने त यो सुनमा त कन्फ्युज भयो नि कहाँबाट पार के अरे बाटो क्रस गर्ने भन्ने कुरा हो यता भनेको हो के बुझेछ नि कन्फ्युज त देखियो पारेको पारि यता पारेको हामी लामो बाटो हिँड्ने भन्दा नि छोटो मोटो गर्दैछौँ यहाँ खाल्छ बाटो परिवर्तन हुनुपर्ने नि त त्यो छैन नि त्यही त पारीबाट जाने हुन्छ यस अलिअलि 5 मिनट जति यताउता पाऱ्यो रोडले हामी झुक्क्यौँ होइन त्यसै बाटो जाँदैछ फर्किँदैछौँ घरतिर हामी एक्चुली 5.5 किलोमिटर हिँडेर हाम्रो प्यारी कल्पना दिदीलाई भेटेर अब फर्किँदैछौँ अब घर गएर आरामले खाइन्छ अझै खाइन्छ दिदीको पनि खाइयो तर पनि हिस्ट्री खान मन लाग्यो भने खानु पर्ला नत्र भए चाहिँ फुल पेटमा हामी सुत्छौँ अब भोलि धन्न बिदा छ र 5.5 11 किलोमिटर हुन्छ क्या रे बुढा खतरै हुने भयो है यसरी नै हिँड्यो भने त घट्थ्यो होला तर अब हेरौँ अब टार्गेट चाहिँ अब घटाउने नै हो तर पनि अलि मिलिरहेको छैन जस हामी ह्याप्पिली फेरि यो ट्रेलबाट घर फर्किँदैछौँ त्यो चाहिँ हिँड्ने बाटो अघि अलिकति हामी त्यहाँबाट रङ डिरेक्सनमा थियो भने अब चाहिँ हामी राइट डिरेक्सनमा टर्न गर्दैछौँ यस्तो राम्रो अवस्थाको रहेछ हामी एकछिन थाहा नपाउनाले डह्रो झुक्केको होइन र मजा आयो यतातिर आउँदाखेरि ट्रेल चाहिँ रहेछ है राम्रै आइसक्रिम खाने भनेको त यस्तो दामी लाइन रहेछ घर गएर खाने है पुरा चाहिँ आइसक्रिम खाँदै मान्छेहरू एकदम हिँड्ने ठाउँ हो कि सो हामी पनि हिँड्दैछौँ टायर्ड पर्सन अझ 3 किलोमिटर बाँकी छ ओह नो 3 किलोमिटर बाँकी छ घर फर्किनलाई टायर्ड थाक्यो हिँड्दा थाकियो 8.46 किलोमिटर अब लगभग 8.5 किलोमिटर यहाँसम्म भयो अब घर पुग्दा 10 पुग्छ मजा आयो घर आइपुग्यो समय नेबरहुडमा पुरा म्युजिक चलिरहेछ यहाँनिर चाहिँ क्या बत्ती बल्छ है त्यहाँनिर हिरो हिरोइनको प्रवेश नेबरहुडमा फेरि अर्को बोल्छ अर्को ठुलो नि बोल्छ अरे 3 2 1 go ल त finally arrived home ल है त सबजना राम्रोसँग बस्नु होला एक्सर्साइज गर्नु होला bye भन्दै यतिमा राख्छु ल